गुड मर्निङ, नमस्कार हजुर सबैलाई। सन्चै राम्रै हुनुहुन्छ होला। खास गरी अब देश चाहिँ राम्रैसँग चलिरहेछ। खास गरी रवि लामिछानेको चाहिँ भारतभरमा पनि सक्सेस नै भयो भनेर उहाँहरूले चाहिँ भनिरहनु भएको छ। सक्सेसै भयो होला सायद। अब चाहिँ त्यसका आउटकमहरू खास उहाँ चाहिँ अफिसियल क्यापासिटीमा नगएको हुनाले अथवा प्रधानमन्त्रीको रूपमा अथवा अरू मन्त्रीको रूपमा नभए हुनाले उहाँले कुनै एग्रिमेन्टहरूमा साइन त गर्नु भएन। तर चाहिँ छलफलहरू चाहिँ भयो। धेरैजसो नेताहरूसँग भेट भइसकेपछि छलफलहरू चाहिँ राम्रै भयो होला र देश चाहिँ राम्रै चलिरहेछ होला। अब हामीले चाहिँ लास्ट एपिसोडमा कुराकानी गरेका थियौँ हेल्थ इन्सुरेन्स नेपालमा। कि नेपालमा चाहिँ धेरै बिरामी, खास गरी पानी चाहिँ कन्टामिनेटेड हुने, त्यसपछि चाहिँ फुडमा चाहिँ खास गरी जङ्क फुडहरूदेखि लिएर चाहिँ जङ्क फुड बाहेकको अरू फुडहरूमा पनि चाहिँ हाइली कन्टामिनेसन। यो चाहिँ औषधिहरू त खास गरी तरकारी फलफुलहरूमा चाहिँ एकदमै धेरै चाहिँ तरकारी हालेर चाहिँ छिटो ग्रो गर्ने अनि त्यसलाई चाहिँ नेचुरल्ली चाहिँ हुन नदिने, त्यसलाई चाहिँ छिटो चाहिँ औषधि हालेर रोग किरा कीटाणुहरूबाट चाहिँ पनि बचाउने, त्यसपछि चाहिँ छिटो ग्रो गर्ने जुन संस्कार छ त्यो चाहिँ एकदम खराब। अब यसमा चाहिँ अब नेपालमै प्रोडक्सन भएको मात्र त्यस्तो छैन होला सायद, तर इन्डियाबाट आउने जुन सप्लाइजहरू छ त्यसमा चाहिँ एकदमै धेरै चाहिँ टक्सिकेसन छ। त्यो हुनाले अब यसले गर्दा चाहिँ मान्छेहरू चाहिँ बिस्तारै बिरामी हुँदै जाने। खास गरी चाहिँ यो चिनी अनि तेलहरू चाहिँ मा भुटेको खाने, तारेको खाने त्यो कुराहरू छन्। त्यसले गर्दा चाहिँ मान्छेहरू चाहिँ धेरै बिरामी हुने र त्यो बाहेक अब एक्सिडेन्टहरू हुने कुराहरू त छँदैछ। त्यो भइसकेपछि के भयो भन्दा औषधि उपचार गर्नु पऱ्यो। औषधि उपचार गर्दाखेरि सरकारी अस्पतालहरूले चाहिँ खासै त सामान्य मात्रै भयो। त्यो हुनाले बढी बिरामी भइसकेपछि गर्ने के त भन्दा अघिल्लो उसमा एपिसोडमा कुरा गरे जस्तै एउटा त इन्सुरेन्स छ, सरकारी नै इन्सुरेन्स छ। त्यो 3500 रुपियाँ दिएर गर्नुभयोदेखि हुन्छ। त्यो बाहेक अरू हायर लेभलको इन्सुरेन्स चाहिँ अरू कम्पनीहरूले प्रोभाइड गर्छन्। जस्तै मैले त्यसमा चाहिँ तिनीहरूको नाम सबैलाई थाहा पनि छ होला, अब लिएर पनि सक्नुभयो पनि भएको छ होला यो भिडियो हेर्नेहरूले। त्यसमा यदि लिइसक्नु भएको छैन भनेदेखि र जसले आवश्यक पर्न सक्छ उहाँहरूलाई चाहिँ पास गरिदिनु होला यो भिडियो चाहिँ। त फर्स्टमा चाहिँ ओरिएन्टल इन्सुरेन्स भन्ने यो चाहिँ इन्सुरेन्स, यसले चाहिँ 10 लाख रुपियाँको सम्म चाहिँ कभरेज गर्छ र यसको चाहिँ पैसा पर्छ वार्षिक 18,000 रुपियाँ पर्छ एउटा फ्यामिलीको लागि। यसले 10 लाख रुपियाँ। अनि नम्बर 2मा चाहिँ सगरमाथा लुम्बिनी इन्सुरेन्सको चाहिँ कभरेज चाहिँ 5 लाख रुपियाँसम्म पर्छ र यसको कस्ट चाहिँ वर्षको 10,000 रुपियाँ चाहिँ पर्छ, वर्षको 10,000 रुपियाँ। तेस्रोमा चाहिँ शिखर इन्सुरेन्सले चाहिँ खास गरी बिग एडभर्टाइजहरू पनि गरिरहेको मैले पनि देखेको थिएँ। यसको चाहिँ कभरेज चाहिँ करिब 7 लाख रुपियाँसम्म चाहिँ पाइन्छ। यसले चाहिँ 7 लाख रुपियाँसम्म कभरेज गर्छ र यसको प्रिमियम जुन इन्सुरेन्स तिर्नुपर्ने पैसा हो त्यो चाहिँ 12,000 रुपियाँसम्म चाहिँ पर्छ। अर्को चाहिँ नम्बर 4मा चाहिँ हिमालयन एभरेस्ट इन्सुरेन्स चाहिँ यसको कभरेज चाहिँ 3 लाख रुपियाँसम्म छ र यसको चाहिँ प्रिमियम यसको तिर्नुपर्ने पैसा चाहिँ 7,500 चाहिँ छ र यो चाहिँ नम्बर 4 हो। अब यी चाहिँ कम्पेयर गर्दाखेरि जस्तै सरकारी चाहिँ को चाहिँ 3500 रुपियाँ तिरेपछि फ्यामिलीलाई चाहिँ कभरेज हुन्छ। अब यी चाहिँ सरकारी बाहेकका चाहिँ कभरेजहरू हुन्। यी मध्ये अब यो चाहिँ तपाईँलाई के कस्तो चाहिँ पर्न सक्छ, तपाईँले कति चाहिँ तिर्न सक्नुहुन्छ त्यो कुरामा पनि भर पर्छ। त्यो हुनाले यी चाहिँ सरकारी इन्सुरेन्स बाहेकका पनि इन्सुरेन्सहरू हुन्। अब जुन आवश्यक पर्न सक्छ जस्तो लाग्छ त्यो चाहिँ लिनु होला। अथवा केही कमेन्टहरू भएदेखि यही भिडियोको तलपट्टि गर्नु होला, त्यसपछि चाहिँ म त्यसको चाहिँ फलोअप गरौँला। ल अब हजुरहरू चाहिँ सकेसम्म इन्सुरेन्स लिइहाल्यो भने पनि इन्सुरेन्स क्लेम गर्न नपरोस्, स्वस्थ र निरोगी हुनु होला। चिनी र चाहिँ खास गरी तेल अब जान रक्सी चाहिँ नखानु भयो, कम खानुभयो भनेदेखि चाहिँ राम्रो होला र हजुरहरू चाहिँ स्वस्थ रहनु होला र व्यस्त रहनु होला। ल हजुरको दिन शुभ होस्।